ऊ ए हैन रहेछ बिस्तारै आऊ है बिस्तारै हैन छोड्न बाबु आया लास्टै दुख्यो मैले त जुत्ता लाएर आएको त ला रोइज है माछा त हैन हैन अनि चिलाउनुको ढुटा हालेर आउँछ चिलाउनुको ल अब यो खोलामा टक्क लगाएर माछा मार्न आएको है मान्छेहरू केटाहरू यतातिर जानेछ होइन माछै छैन होला जस्तो छ मसिनहरू होला छ होला माछा त यहाँ त होला जस्तो छ त यहाँ त सानो काँडामा पर्ला जस्तो छ है सानो रहेछ तरिङ्गल है तरिङ्गल धरेर हालेको छ मैले त जुत्ता लाएर आएको त ओहो मैले त जुत्ता झ्याउने हो त जुत्ता यतै राखेर जानुपर्छ के हो छर्ला घङ्गटा ए हैन रहेछ छ भ्याएको त एउटा नि परेन अघि एउटा लातेको रे त्यो गयो कि त्यो बेगो तानी हाम यो ढुङ्गाहरुले बेगो तानी हाम के होइन भित्ते माछा छ के अहिले यहाँ भुसुक्के अहिले त के घर पारो जित्न होला पक 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 यहीलाई नि कब्जा भइसक्यो बिहेको त आऊ त्यहाँ बिहेको त आऊ ए त गयो बिहेको त हैन के पहिले भाग्दो रहेछ नि ए यता आयो यता उता गयो त कुनामा गयो आहा यो चाहिँ फगेटा यो फन्डा यो चाहिँ के हो त्यो भ्याएको त पा पा योलाई त पा भन्छ यसलाई पा भ्याएको त भन्छ हाल्दिनु फेरि भ्याएको त मेरो छालतिर मात्रै जानु पर्छ रहेछ हिँडेकै जानु तर तलबाट यस्तो हान्दै हान्दै माथितिर जाने हाम्रो चाहिँ एकदम राम्रो छ कति छिटो हिँडेको यार कच्छा लाएर हिँड्दैछ होइन मान्छेहरू चट्टु लाग्यो डेन्जर हुन्छ कि यहाँतिर त त्यो मसिना हो कि मसिनो माछा आजको टार्गेट चाहिँ
2 किलो उता सानीको हैन ठुलो हाना मात्रै विचार गर्दा पनि कस्तो हुँदैछ उठे यहाँ जाला हुन्छ कहाँ के को बनाएको नि यो छाताको ला रोइज है माछा त हैन हैन यहाँ यही मारेको उता जालमा नि पर्छ पुरा मारिसक्यो त डुब्की लागेर निकाल त अलि धेरै माछा मारे होला गाउँबाट आउँछ त झन् घुमटा पर्छ ए घुमटा पर्छ आएको गयो पऱ्यो कि यहाँ त माछा त सानो सानो रहेछ खोर्सानी पऱ्यो होइन माछा के हाले यहाँभित्र अनि चिलाउनेको ढुट्टो हालेर आउँछ हो चिलाउनेको ढुट्टो हो यो के कहाँबाट ल्याएको त्यो हो ल ल मार्नु मजा हाल्यो होइन यिनीहरूले डुब्की लगाएर हान्दो रहेछ त गाने मजाले यिनीहरूले होइन त्यो बानले नै हान्छ क्या डुबेर मार पनि हुँदो रहेछ त होइन अनि जालमा अड्केला क्या यो होइन यही तयारी थापेको हैन यस्तो मात्रै अड्केको अरु सबै तिलेर गाह्रो भयो के केसमा अड्क्यो त यो चाहिँ यस्तो यस्तो जति बारीमा यिनीहरू चाहिँ तिलेर म कहाँ सबैको त्यो ताल तालमै थियो भाइ र भित्र नि हेर्नु रहेछ त यसलाई मजाले पोलेर खानुपर्छ होइन मजाले अहिले गाउँबाट खती जाम्ला क्या होइन अब माछा त बरु त्यस्तै होला ठुलो घँगडा सबै ठुलो थियो आन्ध्र हान्यो भने पर्छ होला है ज्ञाने आन्ध्रमा हान्यो भने ठिक हुन्थ्यो कि ठुलो पऱ्यो त नि यत्रो लेखेको हो भगवानको फोटो परेछ खै हेरौँ के रहेछ खै के रहेछ नवग्रह चक्रम यन्त्रम सहित ए भगवान् माछा धेरै पऱ्यो मजामा आउँछ खै यिनीहरूले माछा त मार्ला जस्तो लागेन मलाई यिनीहरूले बरु अलि छाप पुऱ्याएछ कत्रो ए कहाँ थियो हो ढुङ्गा उल्टाउँदै गएन पाउँछ होला क्या होइन एउटा भेटायो कि छ त्यहाँ छ बाम ए यहाँ एउटा खै 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 बाम हो
ल ल ल ल आयो ओ दाइ ल आयो है टोक्यो के हो टोक्यो के हो टोक्यो सानो रहेछ के गर्दैछ पानी के हो ठुलो रहेछ डेन्जर ठुलो पनि अर्को पनि छ होला क्या होइन ऊ माछा नि रहेछ ठुलो रहेछ यहाँ माछा झुल्ले झुल्ले छेक्ने हो झुल्ले ऊ देखाइदेऊ त देखाइदेऊ त ऊ यत्रो आँखा ऊ झन् ठुलो ल ढुङ्गा पल्टाउनु पर्छ छोप्नु मिल्छ ल हौ झ्याप्पै ढुङ्गा ठ्याक्क पल्टाउनु त म च्याप्प समात्छु ऊ आम्मा खै ढुङ्गा त्यतिकै राख्दिनु माछा खिचम बुरु माछा ऊ अर्को पनि छ कि हौ त्यो होइन र होइन हैन हैन ठुलो छ है खै खै आम्मा खै हेरौँ खै लेउ पलाएको रहेछ ठुलो छ नि है यहाँ भित्र छ होला खै त यसको खुट्टा त छैन त एउटा मात्रै रहेछ कि यो फुट्की भ्याएको हो र बाबा डेन्जर है छोड्न बाबु आया लास्टै दुख्यो आया छोड 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 आया मार 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 छोड्दै छोडिन्थ्यो नि त ल आगोमा गयो कि ल जा ल आगोभित्र गयो त यता चुई आगोभित्र गयो कता गयो ए निकाल्नुमा पाकिसके ल आजको शीतमा माछा पनि छ होइन घमौटा पनि छ कति ठुलो घमौटा हटाके आफूले सुसाइड गरेको निकै भयो त है निकै भयो होइन यो पनि हाल्छ क्या भरे फुटालेर खाना हल्का थिचेर हाल्दै मासु मासु हुन्छ उफ्रिने प्लानै मिलाएको कच्चा लाएर कता धेरै भिडियो नबनाउँदा त्यो चट्टी लगाएको भिडियो मात्रै बनाएको चट्टी लाएर मात्रै नि त अनि खोलातिर हल्का पानी तर्किने भयो अनि जम्मेको मैले दुईटा हालिदिएको के प्लेट यो त मैले काटेको यो नयाँ रहेछ त्यो नयाँ हो एक राते यता खुट्टा मात्रै निकाल्यो यत्रो कति मिठो मिठो लाग्थ्यो दाल यही साथी हो अब घरतिर लाग्यो लड्किन्छ
पुरा लड्छ चिल्लो बाटो बिस्तारै आऊ है बिस्तारै बिस्तारै लडाउँला नि बगाउँला फेरि खोलाले फेरि बगाउँला नि फेरि खोलाले बगाउँदै